हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ। म आज बाहिर निक्लेको है कति रुम बस्नु भने यस्तो दामी जङ्गल देखेँ क्या, ठ्याक्कै नेपालै जस्तो हेर्नु त होइन, पुरै जङ्गल छ क्या। अनि म त्यत्तिकै बस्नु सकिनँ, बनाइदिउँ पनि भनेर अब साथीहरूसँग कनेक्ट नभएको नि धेरै भयो नि त। लङ टाइम केटा हो, आफ्टर लङ टाइम आएको। दामी छ नि त, जङ्गलै जङ्गल छ यार। यता हुनु भने गेट्टी सुन्नु भने ढुक्कुर हेर्नु हुन्थ्यो, ढुक्कुर ढुक्कुर। कस्तो राम्रो क्या वातावरणहरू। अब यहाँ होइन, अब ठुल्ठुलो घरहरू भएको ठाउँमा यस्तो जङ्गल हुनु भनेको पनि धेरै राम्रो कुरा हो। कस्तो मजा क्या, रमाइलो हुने रहेछ क्या। हेरौँ न ल, यस्तो दामी अनि सर्रा हावा आएको रमाइलो। साथमा भाइ छ विवेक। होइन धेरै पछि चाहिँ हामी यसरी भिडियो बनायो, घुम्यो, भेट्यो, बस्यो होइन, रमाइलो भइरहेछ। चाहिँ एउटा गाउँ जस्तो फिलिङ आइरहेछ वरिपरि होइन, गाउँको जस्तै बोट बिरुवाहरू, बाटोघाटोहरू, यसो हामी गाउँघरतिर होइन पुरा नेपालको फिल भइरहेछ क्या होइन विवेक, पुरा गाउँघरतिर पुरा होइन। नेचुरल फ्रेस नेचुरल केटा हो। हामी यसो स्कुलबाट गएर आउँदाखेरि यसो पानी खाने धाराहरू पनि होइन, पुरै नै नेपाली फिलिङ्स, पुरै गाउँघर फिलिङ्स आइरहेछ होइन। यो धारा ट्याक्क पानी सानी खाने गलेको बेलामा होइन। कस्तो तिर्खा लाग्यो होइन विवेक, हिँड्दा हिँड्दा। गर्मी छ नि त, गर्मीको सिजन। अब यत्रो उकालो हिँड्यो नि त, नहिँडेको धेरै भयो होइन। त्यहाँ चाहिँ होइन फर्सी रोपेको रहेछ है, फर्सी। अरू पनि के रोपेको होला, यहाँ चाहिँ फर्सी रोपेको रहेछ। यहाँ मास्तिर आलु रोपे जस्तो लाग्यो मलाई, के रोपेको थाहा चाहिँ भएन। आलु नै होला, आलु के हो, कुन आलु नै हो यो, पुरै आलु हारी। कति होला त्यो यार, भन्दै होला त होइन यो। नेपाल पनि विकसित भयो भने सायद यस्तै यस्तै हुन्छ होला त्यहाँनिर ट्याक्क घरहरू होइन। त्यो हाम्रो आफ्नै करेसाबारी हो होइन। त्यहाँनिर चम्सुर भने थाहा छ तपाईँले? चम्सुर के हो भने चम्सुर नै होला, यसलाई के भन्नु, चम्सुरै हो। प्याज लसुन रहेछ त्यहाँनिर होइन। यहाँ पर के जस्तो छ, त्यहाँनिर जानुपर्छ कस्तो छ हेरौँ है। फुल ल, यो फुल गाउँघरतिर राम्रो फुल्ने फुल हो यो, धेरै पाइने। अनि योहरू होइन सबै नेपाली रहेछ। हाम्रोतिर चाहिँ यसरी होइन, अब यसरी जङ्गलतिर घुम्न आयो भने तल यस्तोतिर चाहिँ खोला हुन्छ क्या, हाम्रो त्यो खोला नाला हुन्छ, आवाज पनि आइरहेको तपाईँले सुन्न सक्नुहुन्छ होला। तर यहाँनिर चाहिँ खोलाको आवाज चाहिँ होइन कि, यहाँ तलतिर चाहिँ रेल मार्ग रहेछ, म रेलको बाटो रहेछ होइन, त्यसको आवाज आएको रहेछ यहाँ चाहिँ। नेपालमा भए चाहिँ खोला नाला फिक्स नै खोला नाला हुन्थ्यो, रेल पनि आयो क्या। अब ल कस्तो टाइमिङ भइदिरहेको क्या, अब रेल पनि आइदिरहेको है। ल त्यस्तो हुन्छ, हाम्रोतिर चाहिँ खोला नालाको मरिरहेको हुन्छ त्यहाँनिर होइन। मजाले हेर्नु भने को टङ्गी गर्मी हुन्छ नि साथी हो है, यस्तो गर्मी हुन्छ फेरि अझै फेरि यस्तो शीतल भइरहेछ क्या, शीतल। अनि यस्तो शीतलमा यस्तो जङ्गलमा घुम्दाखेरि कस्तो भिड हुन्छ केटा हो, तिमीहरू बुझाओ त अब यहाँ। तर मैले देखेँ तर यो अनौठो चिज देखेको के हो यार, वाट इज दिस यार। त्यो हेर्दा चाहिँ मान्छे यस्तो लाइट होला, खोइ के स्पिकर पनि छ यो होइन, सोलर पनि रहेछ होइन, खाट रहेछ है यहाँ चाहिँ एउटा। थाके यार सिद्धिमा यहाँ पोल छ, रातभरि कनाउँदै बस्नुपर्छ। मौसम दामी हुँदाखेरि हामीसँग एउटा तरुणी हुनु भने कस्तो हुन्थ्यो भन्ने क्या। यो उमेरमा चाहिँ होइन, जतिखेर पनि जे गर्दा पनि तरुणी नै मुखमा आउने रहेछ क्या। तरुणी पनि छ जस्तो छ है साथीहरू, त्यहाँ माथि नै होइन छ कि क्या हो यार, के अरे यस्तो फोटोहरू खिच्यो यताउता गरेर हुन्छ होला है। हुँदैन भन्दा पनि देखेको कसले। कस्तो फिल भइरहेछ, दामी फिल भयो नि त यार विवेक। गीत गाइदिने कति रुम बस्दा बस्दा है आज चाहिँ बाहिर निक्लेको, यस्तो माइन्ड कस्तो फ्रेस भएको जस्तो। चराहरू कराइरहेको, चराको आवाज आइरहेछ केटा हो पुरा होइन। के भन्छ, मेसिनहरूको आवाज सुन्ने बानी है, चराको आवाज सुन्दाखेरि त मेरो कान त पवित्र भयो केटा हो, पवित्र।